घरका साम्पाङ एउटा नेता भएर एउटा आम नागरिकलाई चाहिँ उजुरी दिएको छ भनेर चाहिँ धेरै टिप्पणीहरू देखियो होइन। यो आम नागरिकमाथि दिएको उजुरी होइन, यो भनेको विचार र प्रवृत्ति विरुद्ध दिएको उजुरी हो होइन। अहिलेको पार्टी भनेको देश जलाएर जनताको छोराछोरीको रगतमाथि स्थापना भएको पार्टी हो। त्यसैले यो प्रवृत्ति र समस्या फेरि नदोहोऱ्याउन् भनेर चाहिँ उहाँले त्यसमाथि उजुरी गर्नुभएको। तर हामी नेपालीमा यो कुरा बुझ्ने चेतना कहाँ छ र? खोइ, एउटा आम नागरिक भएर आफ्नो पार्टीलाई चाहिँ सपोर्ट गर्नुपर्छ, त्यो जायज छ। तर सपोर्ट पनि यहाँसम्म नगर्नु कि अरूलाई मार्ने, अर्काको मेहनतले बनाएको घर जलाइदिने, यो त एकदम गलत कुरा हो। होला उसले भन्यो होला सामाजिक सञ्जालमा, गर्न नसक्ला, तर त्यस्तो गर्न सक्ने व्यक्तिहरू अहिले पनि नेपालमा एकदम खुल्ली आम हिँडिरहेछ हो। त्यस्ता व्यक्तिहरूलाई भए सावधान गराउन भए पनि यो उजुरी दिन एकदम जरुरी छ। अनि अर्को कुरा, हाम्रो श्रम संस्कृति पार्टीले अरूलाई कुट्ने, हत्या हिंसा गर्ने, ढुङ्गा मुढा गर्ने भनेर सिकाएको होइन। उहाँले बस यति सिकाउन खोज्नु भएको छ, मेहनत गर्नुपर्छ, श्रम गर्नुपर्छ र शान्ति र एकदम कुल भएर चाहिँ हामीले काम गर्नुपर्छ, अनि मात्रै हामीले चाहिँ सक्सेस पाउँछौँ भनेर उहाँले सिकाउनु खोज्नु भएको छ। तर यस्तो कुरालाई हामीले बुझ्दैनौँ। किन बुझ्दैन? बुझ्नलाई जरुरी छ। किन एक अर्कामा यति धेरै विरोध गरेर बस्छौँ हामी? अब त विरोध गर्न छोडिदिउँ होइन। अनि यो उजुरी बारे, यो उजुरी दिन एकदम जरुरी छ। यदि यस्तो उजुरी दिएन भने आज एउटाले भन्ला, भोलि अर्कोले भन्ला होइन। अनि यस्तो समस्या त दिनका दिन बढ्दै जान्छ। अनि पुरानो चाहिँ जुन पार्टीलाई चाहिँ सत्ता नै ढलाएको किन? पुरानो पार्टीले चाहिँ हामी जनतालाई बोल्न दिएन, बोल्नबाट वञ्चित गराउन खोज्यो। त्यही भएर त नयाँ पार्टीको स्थापना गर्नको लागि चाहिँ होइन, त्यत्रो जेन्जी आन्दोलन भएर त्यत्रो 74-75 जनाले चाहिँ ज्यान फाल्यो। किन? बोल्न पाउनुपर्छ, आफ्नो मनमा लागेको आवाज उठाउन सक्नुपर्छ होइन। हामी पनि हामीलाई चित्त नबुझेको कुरा चाहिँ हामीले प्रश्न गर्न पाउनुपर्छ भनेर चाहिँ आन्दोलन गरेर नयाँ पार्टीको स्थापना गरिएको। अब यो नयाँ पार्टीले पनि यस्तै मुख बन्द गर्न खोज्यो होइन, उसलाई दबाउन खोज्यो भने त अवश्य पनि जनता त चुप लाएर बस्दैन होला। अनि अर्को कुरा रह्यो, यो विरोधी साथीहरू, जति पनि विरोधी साथीहरू छ, ठिक छ, विरोधी साथीहरूलाई चाहिँ म के आग्रह गर्न चाहन्छु भने, जति विरोध गर्नुपर्ने, जति द्वन्द्व गर्नुपर्ने गरिसक्यौँ। अब भनेको देश कसरी बनाउने र कसरी एकजुट भएर श्रम गरेर हुन्छ कि तपाईँहरूको नयाँ प्रविधि टेक्नोलोजी प्रयोग गरेर हुन्छ कि कसरी विकास गर्ने भन्नेतिर सोच्नु जरुरी छ जस्तो लाग्छ है मलाई। ल, जय माटो, जय संस्कृति।